वाउ साथीहरू यस्ता दुध बुलुङ 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 उडेर यसरी काम गरेँ मैले चाहिँ पनि निस्किन्छ कि के हो एकचोटि घर घर पारमै त साथीहरू यो चाहिँ मही पार्ने मदनी यो दुध जमाउने ठेकी यो चाहिँ र मही पार्ने ठेका मही पारिसकेको छु मैले चाहिँ अब घिउ चाहिँ निस्किन अब एकछिन फ्रिजमा राख्छु है म घिउ कति निस्किन्छ धोती लाएर लिजाको छली बाठी त के त आमाले हेर न त्यत्रो बिसाङ है कति बाठी हो अब खिचको छोडेर हाँसेको है टिभी हेर्नु यस्तो क्रेजी भइदिने नमन परेको लागि त एकचोटि के गर्दो रहेछ रिसाको हेलो हेलो नमस्ते सम्पूर्णलाई मेरो न्यू ब्लगमा स्वागत छ फेरि पनि म न्यू डे न्यू ब्लग लिएर हजुरहरूको सामु आइसकेकी छु र आज चाहिँ के बनाउँदैछु के गर्दैछु भने त हजुरहरूले थम्बनेल हाइलाइट हेरेर थाहा पाइसक्नु भएको छ हेर्दै गर्नुहोस् साथीहरू आज मेरो घरमा मही बन्छ कि बन्दैन अनि आजको भिडियो चाहिँ हजुरहरूलाई के कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला सुरु गरौँ वाउ साथीहरू यस्ता दुध बुलुङ 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 उडिरहेको मेरो अब यसो चाहिँ कट्का दही बनाउने हामीले अनि मही बनाएर खानुपर्छ मजाले खाइसक्यो अब चाहिँ दुध र भात खाइँदैछ साथीहरू यो झोलाभित्र चाहिँ के छ त हेरौँ है त ओ जग न के छ त योभित्र जामी कि जामेन ओ जामी छ यो दही जमा कस्तो मैले एउटा खुसेले अब खुसे चाहिँ बिरामी छ त्यसकोमा मै पार्छु त मजाले जामी छ है दही चाहिँ जरमा राखेको सजिलो हुँदैन के हो झिक्नलाई दही खनाउनुलाई चाहिँ एकदमै गाह्रो भयो साथीहरू किनकि यो जरमा छ नि त सानो मुख छ यसको त्यो दही त खतरा मजाले जान्छ हो ए बरु यही जरमा चाहिँ सजिलो थियो होला है मही बनाउनुलाई मिक्सरमा घर र पार्नु भनेर खनै गएँ मैले फेरि यसमै लाउँछु अब कस्तो छ है त ट्राई गरौँ है त एकचोटि मिठो छ कि छैन मिठो भएछ मिठो भएछ अमिलो अमिलो भएछ हल्का कि म गाई यही जरमा झङझङ हल्लाएर बनाउँछु है त मिक्सरमा बनाउँ कि भने के होइन यसमै बनाउनु पर्ने हुन्छ कि हुन्छ हल्लाएर अनि मैले मन तातो यसमा हल्लाउँछु र मैले बनाउँछु साथीहरू यो चाहिँ मैले मन तार्नु लाग्यो भने चाहिँ यसरी काम गरेँ मैले चाहिँ नयाँ तरिका मही बनाउने भयो कि हेर्छु अब भएकै रहेन भन्दाखेरि फेरि हलाउँदै गर्नु मेरो अब चाहिँ भएकै हेर्छु भयो जस्तो छ पनि निस्किन्छ कि के हो एकचोटि घर घर पारमै त निस्किन्छ जस्तो छ त हो कति घिउ निस्केला त यो यति महीको तातो पानी भइसक्यो हो चिसो पानी लगाइदिनु पर्यो घिउ निकाल्नु पर्यो नि त घिउ टन्नै घिउ निस्केला जस्तो छ मेरो महीको त मही पार्ने यत्रो छ के भन्छ मदनी चाहिँ खतरा छ कि त्यही अनुसारको घिउ पनि निस्किन्छ होला फेरि मदनी अनुसारको घिउ हौ केटाकेटी खेलेको जस्तो यो तर टेस्टी हुन्छ मही यस्तो गरेपछि तपाईँहरू पनि यसरी बनाउनुहोस् है आज मेरो घिउ कति निस्किन्छ यो मही पारेकोबाट त्यो चाहिँ तपाईँहरूले हेर्ने बाँकी छ र मैले पनि त्यो चाहिँ मदनी हो मही पार्ने यसरी मही पार्दैछु मैले अब घर पारेर मही पार्ने तरिका आधुनिक जमानामा आधुनिक तरिकाले मही पार्नु पऱ्यो नि होइन साथीहरू त्यसरी मैले चाहिँ मदनी अनि यहाँ दही राखिसकेको छु अब चाहिँ मैले मही पार्दैछु हेर्दै गर्नुहोस् मही कसरी बन्दो रहेछ त मही चाहिँ यसरी घर पार्दैछु मैले अरूभन्दा पनि मदनी खतरा छ घिउ बन्न थालिसकेको छ मेरो यहाँ चाहिँ त्यहाँ हेर्नुहोस् त घिउ चाहिँ धेरै नै निस्किन्छ होला यति धेरै छ त है
साथीहरू यो चाहिँ मही पार्ने मदनी, यो दुध जमाउने ठेकी, यो चाहिँ र मही पार्ने ठेका। मही पारिसकेको छु मैले चाहिँ। अब घिउ चाहिँ निस्किन, अब एकछिन फ्रिजमा राख्छु न, घिउ कति निस्किन्छ। धेरै तातो भए जस्तो छ कि त्यसैले जसरी हुन्छ घिउ त निकाल्नै पर्यो। अब फ्रिजमा राखिदिन्छु। अब म चाहिँ यहाँ राखिदिन्छु एउटा थालले छोपेर राख्नुपर्छ। एकछिनमा निकालेर घिउ निकाल्छु म। बाहिर भात खानुपर्छ भनेर दही जमाएको साथीहरू हल्का अमिलो अमिलो भएछ। खुसी चाहिँ बिरामी भएर सुतिहाल्यो। ओ बाफ्लो पो भएछ। जाउलो खोले काट्यो। यो चाहिँ अस्ति मिल्क के भन्छ, यो चाहिँ लोकल चामल अस्ति नाना बनाएको खतरा राम्रो हुन्छ चाउलो। खुसी बिरामी भएर गाई त्यसमा मेथी पड्काएर अनि मुगको दाल लगाएको थिएँ। मुगको दाल लगाउँदाखेरि रातो मुसुरी लाग्यो। चाउलो दिनु पऱ्यो खुसीलाई। बिरामी भएर गाई मेरो बहिनी अब तिमीहरूले कहिले खान्छ कि भन्ने आशाले फरक लगाउँदैछु। चाउलो लगाइदिनु पऱ्यो खुसीलाई। बिरामीलाई फलफुल चाहिँ ल्याइदिएछ है असैले जे भन्छ अनि तितो हुनु भन्दा त गुलियो राख्दै मिठो हुन्छ नि। पिपरी यस्तो गुले हो मेरो खुते, मेरो खुते औषधि खाँदै छ मेरो खुते बडा। जुस ल्याइदिएर खुतेले, अर्को सानो खुतेले रिसाले नाक फुलाउँदैछ जस्तो छ। मैले पनि यता भेटेको छु बिरामीको न्यु गरी टाउको मैले खाएका थिएँ। तिमीले यस्तो बजाउँदैछ कस्तो नरिटो भएको। बाठी त कति बाठी त हाम्रै टिभीमा ती क्रेजी हाम्रै त्यही त कति बाठी भएको भन। 5 महिनामा यति बाठी टिभी आमाले हेर न त्यत्रो रिसाङ है। कति बाठी हो हेर्नुपर्ने उसलाई। ऊ पनि कुरा बुझेर त्यहाँनिर सायो किन हाँसेको काली? यो मनको मिस्टेक चाहिँ घरबाट बनाएर राख्नु पर्छ नि। अब खिचको छोडेर हाँसेको है। टिभी हेर्नु यस्तो क्रेजी भइदिने हाँसेको थिएँ छैन के हो मतलबै छैन अरूको त। त्यति अब अर्को नमन परेको लगाइदियो त एकचोटि के गर्दो रहेछ। रिसाएको अब उसलाई मनपर्ने मात्रै चाहिने अरे। कति त हो त्यो त सानो मान्छेलाई, सानो सानो मान्छेले त्यो त मनपर्ने कार्टुनहरू। छले छले रिसाले बताइदिनु चाल्यो। रिसाएको कसले दिनु 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 छ दिनु छ मम्मी भन्न। अब धेरै हेर्नु हुँदैन। ल त्यो हाँसेको एकैछिनमा हाँसेको रुँदैदियो अहिले कहिले मतलबै छैन उसलाई। सिमका छ उसलाई मतलबै छैन क्या। समाउला जस्तो गर्दैछ त्यही नै त। मान्छे त भाइ 3 पात 3 पात रमाको रमाइ त्यही त त्यो हाँस्दै नर्छ त हेरिरहेको। बिरालो गाएन भने खुसी हुन्छ। अब लिएर फेरि हाँस्नु थालिहाल्यो। मलाई त मन परेको उसलाई त्यो पुगेन त्यहाँ। अफ गरिदिएपछि हेर न फेरि रिसाएको। धेरै हेर्नु हुँदैन टिभी। धेरै हेर्नु हुँदैन नि त सानो, धेरै हेर्नु हुँदैन। कतिको त रुँदा रुँदै हाँस्छ हो। अझ सबलाई अब तले रुँदा रुँदै हाँसिदिन्छ। हुन्छ।
हेर न रिभर्स परा हेर न म बिराम भएर मुखमा हात लाग्यो है मुखमा हात 200 छ 15 मिनेट भएन हेर न खुसीले हाँसेको यस्तोलाई पनि यस्तो ठाउँ मनपर्ने हो हँसाउने कुरामा हाँसिन्छ कान्छी म कले रिसेको नमन गरेर कान्छी नर्छ न हेर्नु हुँदैन धेरै आँखा टेढो पार्दै आँखा त उस्तै ल खुसीले एकैछिनमा त्यो चाहिँ खुब मनपर्ने छ उसलाई हेर त के हो पारा सानोको के हो पारा आमै के बोलेको किन लिसाएको लिसाउनु हुँदैन धोती लाएर लिसाको छली क्युटी कहिले क्युटीलाई कहिले रिसाको फेरि होइन मम्मी आछिको मम्मी गरेको पुकुलाई कहिले पुकु हात खानु हुँदैन न खानु हुँदैन रुनी होला अब हात्नुहोस् पुकुलु अब चाहिँ साथीहरू म बजारतिर लागेँ अब चाहिँ बजारतिर गएर थोरै केही सामानहरू लिनु छ त्यही भएर म बजार हेरेको एक्लै लखर बजार जाँदैछु आउनुहोस् बजार जाउँ तपाईँहरू पनि सँगसँगै अब चाहिँ साथीहरू म बजार पनि पुग्नै लागिसकेको छु है एक्लै हिँड्नु परेको यस्तो अल्छी लाग्छ साथीहरू लखर जाँदैछु म चाहिँ साथीहरू घर पनि फर्किसकेको छु आजको दिनभरिको दैनिकी हजुरको सामु सेयर गरेको छु हजुरलाई के कस्तो लाग्यो लाइक कमेन्ट गर्नु नभुल्नु होला मेरो युट्युब च्यानलमा अहिलेसम्म पनि जोडिनु भएको छैन भने सब्सक्राइब गरेर जोडिनु नभुल्नु होला फेरि पनि आउनेछु न्यू डे न्यू ब्लग लिएर हजुरको सामु सी यू नेक्स्ट भिडियो बाई